एमाले नेता महेश बस्नेतले फेरि पनि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन्। विदेशी दलालहरूलाई देखाउनकै लागि भए पनि अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्ने बताएका छन्। आँखा नचम्काउनुहोस्, मुख नमिठाउनुहोस्। पोखरामा गर्ने भनेको महाधिवेशन हामी 27-28-29 गते काठमाडौँमा गर्दैछौँ। विदेशी दलालहरूको लाई देखाउन, साम्राज्यवादीलाई देखाउन नेकपा एमालेको अध्यक्ष फेरि पनि केपी शर्मा ओली नै हो। केपी शर्मा ओली नै हो, कुनै शङ्का छैन यसमा। टिकटकतिर कतिपय दिदीबहिनी हाले देख्छु म, नयाँ गहना किन्नु हो भने देखाकै हो, तँलाई देखाकै हो भने हाल्नुहुन्छ। यसपालि महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाएर तिमीहरू दलालहरूलाई देखाउने नै हो, तिमीहरू विदेशी साम्राज्यवादीहरूलाई देखाउने नै हो, देखाउने नै हो। यो भनिरहँदा आफै विकल्प हो कि न थाहा छैन। पूर्व राष्ट्रपति विद्या भण्डारलाई सिँगारपटा गर्ने एकथरी लाग्नु भएको छ। एकथरी पार्टी एकाउन्ट गरेर प्रचण्डले ल्याएर सिँगारपटा गर्न लाउनु भएको छ। माधव नेपाललाई पनि सिँगारपटा गर्न लाउनु भएको छ। एकातिर बाबुराम भट्टराईजी लगायतका एमाले र काङ्ग्रेसका सँगले साइनो जोडेका पुराना नेताहरू यो बिचैमै प्रधानमन्त्री हुन पाइलग्यो भनेर लाग्नु भएको छ। शुभकामना छ, बन्नुहोस्। तर एमाले भित्र आउँदो महाधिवेशनमा चुनाव लड्ने इच्छा छ भने त्यो सधैँ खुल्ला थियो, यसपालि पनि खुल्ला छ। जित्नु भएछ भने तपाईँलाई अध्यक्ष मानेर हिँडिन्छ। तर देशभरिबाट आउने झन्डै 2000 प्रतिनिधिले विवेकको फैसला गर्नेछन् र यसपालि कमरेड केपी शर्मा ओलीलाई अध्यक्ष बनाएर देखाउने नै हो, देखाउने नै हो। गुन्डुमा उहाँलाई ल्याएर राख्नुको कारण पनि त्यही हो।